सबैलाई स्वागत छ। एउटा प्रश्न सोधौँ है त, कि हाम्रो भाग्य पहिले नै लेखिएको हुन्छ कि हामी आफैले बनाउने हो? आज हामी यस्तै एउटा शक्तिशाली कथा हेर्दैछौँ जहाँ भाग्य र मान्छेको चरित्र कसरी अचम्मैसँग जोडिएको छ भन्ने कुरा देखाइएको छ। यो भनाइबाट सुरु गरौँ न। यसले के भन्छ भने साँचो सफलता चुनौती सामना गरेरै मिल्छ, भागेर होइन। अनि हाम्रो आजको कथाको सार पनि यही हो। ल अब कथा सुरु गरौँ। कथा हो सुल्तानपुर भन्ने एउटा सानो गाउँको। त्यहाँ रामदिन नामका एक दाउरे आफ्नी श्रीमती र 3 छोराहरूसँग बस्थे। उनका 2 जेठा छोराहरू थिए, राकेश र मुकेश। उनीहरू एकदमै बलिया अनि सुन्दर थिए, त्यसैले आमा बुबाका आँखाका नानी थिए। तर कान्छो छोरो देवेश अलि कमजोर र हेर्दा पनि सामान्य थियो, त्यसैले उसलाई खासै कसैले वास्ता गर्दैनथ्यो। मतलब उपेक्षित थियो भनौँ न। तर पनि अचम्मको कुरा के थियो भने देवेशले कहिले गुनासो गरेन, बरु आफ्नो परिवारलाई मनैदेखि माया गरिरह्यो। अनि एक दिन के भयो भने घरको मुली बुबा नै नराम्रोसँग बिरामी परे। अब घरमा पैसा कमाउने मान्छे नै थला परेपछि त के हुन्छ? परिवारको आम्दानीको बाटो नै बन्द भयो अनि उनीहरू ठूलो आर्थिक सङ्कटमा परे। अब परिवार पाल्ने जिम्मा छोराहरूको काँधमा आयो। आमाले उनीहरूलाई दाउरा काटेर ल्याउन जङ्गल पठाइन्। तर त्यो यात्रा उनीहरूको बलको मात्रै परीक्षा थिएन, त्यो त उनीहरूको नियत, उनीहरूको चरित्रको पनि परीक्षा थियो। सबैभन्दा पहिले पालो आयो जेठा छोराहरूको। आमाले राकेशलाई अनि त्यसपछि मुकेशलाई मिठो मिठो खानेकुरा, पुरी तरकारी दिएर जङ्गल पठाइन्। दुवैको बाटोमा एउटी भोकी कमजोर वृद्धाले खाना मागिन्, तर दुवैले एकदमै रुखो व्यवहार गरे, एक घाँस पनि दिएनन्। अनि अचम्म के भयो भने दुवैजना दुर्घटनामा परे। एकको हातमा चोट लाग्यो, अर्कोको खुट्टामा। आखिरमा दुवै रित्तो हात घर फर्किए। अब दाजुहरू त फेल भएर फर्किए अनि देवेशले भन्यो म जान्छु। तर आमा बुबालाई त उसमाथि अलिकति पनि विश्वास थिएन। तैपनि उसले जिद्दी गरेपछि आमाले मन नलागी एउटा सुक्खा रोटी र अलिकति पानी दिएर पठाइन्। उनीहरूलाई लागेको थियो यसले केही गर्न सक्दैन। अनि हेर्नुस्, देवेशले पनि बाटोमा त्यही वृद्धालाई भेट्यो। तर उसले के गर्यो? उसले एकछिन पनि सोचेन। आफूसँग भएको त्यही सुक्खा रोटी बाँडेर खान तयार भयो। हो, यहीँबाट उसको भाग्यको पाङ्ग्रा घुम्न सुरु भयो। उसले जब आफ्नो झोला खोल्यो, त्यहाँ त चमत्कार भयो। त्यो सुक्खा रोटी त मिठो मिठो परिकारको भोज बनेको थियो अनि पानी मिठो दूध। यो उसको दयालु मनको पहिलो इनाम थियो। देवेशको त्यो दया देखेर वृद्धा असाध्यै खुसी भइन् अनि उनले उसलाई एउटा यस्तो पुरस्कारतर्फ डोर्याइन् जसले उसको जीवन सधैँका लागि बदल्नेवाला थियो। वृद्धाले उसलाई एउटा खास रुख देखाएर भनिन्, यो काठ। जब देवेशले त्यो रुख काट्यो, त्यसको खोडभित्रबाट के निस्कियो होला? पुरै सुनले बनेको एउटा अचम्मको सुन्दर चरा। तर सुनको चीज देखेपछि मान्छेको मनमा लोभ त आउँछ नै। ऊ एउटा सरायमा बस्न गयो। त्यहाँ सराय मालिकका छोरीहरूले त्यो चराको एउटा प्वाँख चोर्न खोजे। तर चोर्न खोज्दा के भयो, उनीहरूको हात चरामा ट्याप्पै टाँसियो अनि उनीहरूलाई छुटाउन आउने अर्को मान्छे पनि काँसियो। त्यसपछि अर्को गर्दै एउटा रमाइलो मानव साङ्लो नै बन्यो। अब कल्पना गर्नुहोस् त, देवेश अगाडि उसको पछाडि मान्छेहरूको त्यो अनौठो लड्को। यही जुलुस लिएर ऊ एउटै नयाँ राज्यमा पुग्यो। त्यहाँ पुगेपछि उसले एउटा अचम्मको शाही घोषणाको बारेमा थाहा पायो। त्यहाँका राजाले एउटा घोषणा गरेका रहेछन्, जो कोहीले मेरी दुखी राजकुमारीलाई हँसाउन सक्छ, म त्यसैसँग उसको बिहे गरिदिन्छु। अनि भयो के भने देवेश र उसको पछाडि टाँसिएका मान्छेहरूको त्यो रमिता देखेर कहिल्यै नहाँस्ने राजकुमारी पेट मिचिमिची हाँस्न थालिन्। अब के चाहियो? शर्त त पूरा भइहाल्यो नि। तर जब राजाले देवेशलाई देखे, उसको साधारण लुगाफाटो, उसको हुलिया, उनी त वचनबाट पछि हटे। एउटा गरिब दाउरीको छोरालाई म कसरी आफ्नो ज्वाइँ बनाऊ, उनले सोचे। अनि यो बिहे रोक्नको लागि उनले जान असम्भव लाग्ने नयाँ शर्तहरू राखे। राजाका नयाँ मागहरू पनि कस्ता भने, पहिलो 100 मन दूध एक्लै पिउन सक्ने मान्छे खोजेर ल्याउनु। अनि दोस्रो, जमिनमा गुड्ने, पानीमा तैरिने र हावामा उड्ने जहाज ल्याउनु। अब सोच्नुस् त, यस्तो काम कसले गर्न सक्छ? यो त उसलाई असफल बनाउने चाल मात्रै थियो।
अब यस्तो सुनेपछि देवेश त निराश भइहाल्यो नि। ऊ फेरि त्यही जङ्गल फर्क्यो, तर उसलाई थाहा थिएन उसको भाग्य चम्काउने शक्ति त्यही उसलाई पर्खिरहेको थियो। अनि फेरि एकपटक उसको पुरानो दयाले काम गर्यो। त्यही वृद्धा फेरि उसको मद्दतमा आइन्। उनको एउटा छोरो रहेछ, जसको तिर्खा कहिल्यै मेटिँदैनथ्यो। उसले एकै सासमा सबै दूध पिइदियो, अनि वृद्धाले आफैले राजाले भने जस्तै जादुई जहाज पनि बनाइदिन्। जब देवेशले ती असम्भव कामहरू पनि पूरा गरेर देखायो, राजा छक्क परे। उनले बुझे कि अब भाग्यलाई टार्न सकिँदैन। अन्ततः राजाले देवेश र राजकुमारीको विवाह गराइदिए र पछि गएर देवेश त्यही राज्यको नयाँ राजा बन्यो। त्यसो भए जसलाई सबैले हेला गर्थे त्यही केटो राजा बन्यो। तर एकछिन सोचौं त, यो सबै कसरी भयो? के यो केवल भाग्यको खेल थियो कि यसको पछाडि अरू नै केही थियो? कथाले भन्छ यो सबै देवेशको असल हृदयको परिणाम थियो। यो भाग्य मात्रै थिएन, यो त कर्मको फल जस्तै थियो। आफै सोच्नुस् न, यदि उसले त्यो दिन आफ्नो सुक्खा रोटी नबाँडेको भए के उसले सुनौलो चरा पाउँथ्यो? अनि चरा नपाएको भए के राजकुमारी हाँस्थिन्? उसको हरेक सफलताको जग त्यही एउटा निर्णयमा टिकेको थियो, आफूसँग केही नहुँदा पनि अरूलाई सहयोग गर्ने निर्णय। यसको मतलब के हो भने उसको भाग्य कतै लेखेर राखेको थिएन। उसले आफ्नो दया र आफ्नो असल कामले आफैले त्यो भाग्य बनायो। उसको असल कर्मले नै उसको लागि राम्रो भविष्यको बाटो खोलिदियो। ल, आजको यो प्रस्तुति यहाँहरूलाई कस्तो लाग्यो? यदि मन पर्यो भने कृपया यो भिडियोलाई लाइक गरिदिनुहोला र हाम्रो च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। फेरि भेटौँला। धन्यवाद।